हेलो साथीहरू, म चाहिँ हो सुनिता अनि म चाहिँ दिदी हुन्छु। हेलो, बिहान बिहानै म चाहिँ नि त साथीसँग माछा किन्न गएको थियौँ। साथीको किन्नु छ भनेर अनि आएर आज चाहिँ वेक अफ थियो नि त अनि रुम त सफ गर्नै पर्यो वेक अफको दिन। अनि मैले चाहिँ बेडको सबै कपडा गुन्द्री सुन्द्री सब बाहिर सुकाइदिएँ क्या आज चाहिँ। अनि बिस्तारा जता पनि धोएँ अनि घाम कस्तो चर्को लागिरहेको थियो नि त। अनि बिहानेर अनि त्यहाँ विन्डोहरू पनि सफ गर्नु पर्यो, धुलो धुलो पनि भयो कति दिन बाद भनेर सोचेँ। अनि धुलो बनाएर हेर्न मेरो चाहिँ बेड देखिरहेछ आधी किनकि स्टेन छैन नि त। अनि स्टेन नहुँदाखेरि त्यो जसमा अड्याएको थियो एउटा बोतलमा, अनि त्यही भएर अनि हेर्नु न सबै धुलोहरू झारेँ। अनि त्यहाँहरू किनकि अब कति दिन बाद यस्तो त जहिले गर्न नि भ्याइँदैन होइन, कहिले कहिले त म चाहिँ माथि फ्यान पनि छनक्कै सफा गरेँ। अनि घरबार झाडु मारेर चाहिँ अहिले चाहिँ अनि पुस्दैछु म चाहिँ। झाडु पनि मारिसकेँ, झाडु मारेको चाहिँ मैले भिडियो बनाइनँ। अनि पुछेँ मजाले सरफ अनि अलिकति त्यो हालेर त्यो पुस्ने के भन्छ फिमेल के त्यो हालेर अलिक सनक्कै पार्नु पर्यो टाल्स पनि भन्दा सनक्कै पुसेँ होइन। मजाले पुसेँ नि त दुई बार गरेर, किनकि अब घर यो चाहिँ फेरि टाल्स छ अनि कस्तो मैला देखिहाल्छ नि त। पुस्न त घर त पुसिरहेको छु तर यस्तरी कुन्नी सफ गरेर चाहिँ पुसेको थिइनँ। अब टाइम पनि भ्याइँदैन होइन। मैले चाहिँ आज विन्डोहरू पनि सबै पारेँ अनि माथि फ्यान पनि सफ गरेँ, सबै कपडा पट्टाएँ। अनि बाहिर चाहिँ अझै बेड पनि अनि हेर्नु न यो स्ट्यान्ड फ्यान पनि कति दिन भएको थियो मैला मैला सबै खोलेर पुसेँ होइन। पुसिसकेर पनि धोएँ पनि फार्स्टै ब्रसले सरफ ब्रसले पुसेँ अनि त्यहाँ सुकेको कपडाले पुसेको। अघि ब्रसहरूले धोएको चाहिँ मैले बनाइनँ। अनि यहाँ हेर्नु न त्यो लगाउनु पनि त अब आफै त लगाउनु पर्यो, कसले लगाइदिन्छ होइन। अनि लगाएँ, अब लगाउनु त पर्यो, एक्लै बसेर त सबै थोक त गर्नै पर्छ, मान्छेले आएर त गरिदिँदैनन्। तर अनि गर्मी पनि पर्दैन, साह्रै गर्मी पर्न थालेको छ नि त अहिले चाहिँ। अनि गर्मी बढ्दाखेरि चाहिँ अब साह्रो पर्छ पनि, त्यही भएर म नि आफै गर्नु पर्यो, सनाकसिनुक पार्नु पर्यो। अब गर्मीमा त आफ्नो लागि चाहिन्छ। अनि त्यहाँनिर चाहिँ मेरो साथीको बोयफ्रेन्ड आएछ त्यो त अनि बोलेँ एकछिन होइन हाँसेर। अनि हेर्नु न मुन्टा लिएर आएको थियो कि 10 रुपियाँको 2टा पिस कि लामा न लामा यस्तो छिप्पिएको। अघि साथीसँग जाँदाखेरि लिएर आएको थिएँ, यस्तो छिप्पिएको डाक्लै मात्रै थियो कि। अनि त्यस्तै भने अब के गर्नु भनेर पत्ता पनि हालेँ होइन। त्यो छिप्पिएको डाक्लो त हाल्नु मिलेन। अनि हेर्नु न डाक्ला कति भ्याएको 2टा पिस थियो, लामा नि त। नेपालीको जस्तो मुन्टा भेटिँदैन नि, नेपालमा कति कलिलो खाइन्छ नि, पत्तै मात्रै ज्यादा भयो। तर नभन्नु यस्तो मिठो भएको थियो नि मुन्टा खान पाउँदा पनि। अनि खानासाना खाइवरी म अनि मेरो साथीको रुममा गएँ, किनकि साथीको दिदी आउनुभएको थियो अनि फेसियल र अनि स्पा गर्छु भन्नुभयो। अनि वेकअपमा आएको थियो अनि मेरो हातले मात्रै गर्नुहुन्थ्यो। अनि सानो नानी लिएर आउनुभएको रहेछ, छोरीको छोरी नि त। नानीसँग यसो खेल्दै थिएँ, हाँस्दै थिएँ, के सोध्दै थिएँ। नानी लिएर नि पार्लरतिर लागेँ। अब छुट्टी भयो भने गरिदिनु त कर लाग्यो हो कि होइन। अब आफ्नो कस्टमर हो, मेरै हातले मात्रै गर्नुहुन्थ्यो। अनि सरले पनि अब आइज उहाँ पुग्नु भएकै थिएन, सरलाई पनि थाहा नै थिएन। अब अरू त काम चलिरहेको थियो होला। अनि गएँ अनि नानी लिएर। अनि नानीको मेरो भिडियो बनाइनु हुँदै थियो दिदीले। अनि म नानी हिँड्दै थिएँ, म चाहिँ त्यतिकै घरमा बस्ने कपडा लगाएरै गएँ। अनि गएर पनि काम गरेँ दिदीको। अनि हामी चाहिँ अब मैले चाहिँ कामहरू गरेको चाहिँ म चाहिँ त्यति हाल्दिनँ नि त, खिच्न पनि मिल्दैन होइन, टाइम पनि पाइँदैन। अनि गरिसकेर आएर पनि साथीहरू खानासाना खाएर पनि सुतेको। गुड नाइट।